excited to open this. Oh, look at this. Wow, कस्तो राम्रो पर्पल. मेरो नेल पोलिस पनि पर्पल थियो तर गइसक्यो. कस्तो राम्रो देखिन्छ. पर्पल कलर. हे माय गॉड. म यो त्योमा टिटोको लागि वाउ. यहाँ चाहिँ मेन भनेको यही भइहाल्यो. नेक्स्ट इज प्लग. यसलाई कनेक्ट गरेर चाहिँ गर्नुपर्ने हुन्छ. अनि त्यसपछि यो रेजर भइहाल्यो. रेजर अनि त्यसपछि यसलाई चाहिँ यसमा कनेक्ट गर्ने हो. यहाँबाट यस्तो हुन्छ अनि योमा चाहिँ यो प्लग गर्ने अनि त्यसपछि ट्याक 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 गर्ने हो. म अब आज चाहिँ यो युज गर्दैन किनभने आज म बाहिर जानुपर्ने छ. मेरो कलेज हेर्न जानुपर्ने छ. त्यही भएर अब हामी चाहिँ एकछिनमा खाना खाएर कलेज हेर्न जान्छौँ. हामी चाहिँ जान लागेको कलेज. अनि कसले हामीहरू ल्याएको छ कलेजसम्म नभन्ने क्या मैले हजुरले लाग्ने हो. सिधै होइन सिधै बाटो होइन कि हिँड्ने. बनाउनु गऱ्यो चाहिँ के लाग्छ भन्छ. के अरे हामी चाहिँ भनौँ न उसले के गर्ने आज हामी कारणले के गर्ने भन्नु. आज चाहिँ हामी कलेज हेर्न जान लाग्यो. उसले आफैले लिएर जान्छ अरे. आफैले म्याप हेरेर मैले केही गर्नु पर्न अरे. कस्तो राम्रो हो यो पुल है. उहाँले केही गर्नु पर्न म एक्लै लान्छु आज. वहीँसम्म देखाउँछु. किन भन्दाखेरि आज मैले फर्स्ट टाइम हो आफूले लान लाग्यो है. It's Curtin University. हामी चाहिँ यहाँ पावर ब्याङ्क हेर्न आएको चुज गर्दैछौँ. चार्ज गर्ने चाहिँ यहाँबाट भेटेको चार्ज गर्ने. यहीवाला ठिक लाग्यो कि हजुरलाई. ए ठिक छ कि यसको चार्जर पावर ब्याङ्क चेनमा हामी चाहिँ एउटा पावर ब्याङ्क लियौँ. अनि यहाँ भनेको हामी चाहिँ हामीले चाहिँ अघि यो पावर ब्याङ्क लिएर आएको. पावर ब्याङ्क छ हामीसँग दुइटा तर अर्को दुईसँग दुइटा भयो. अर्को चाहिँ उहाँले युज गर्नुहुन्छ. यो चाहिँ मलाई किनिदिएर भएको अरे. कस्तो राम्रो धेरै क्युट छ. अर्को चाहिँ अलिकति हेभी छ तर यो चाहिँ ठिकै रहेछ. मेरो चाहिँ आज मेरो कलेज ओरिएन्टेसन छ अनि म चाहिँ जाँदैछु एक्लै. फर्स्ट टाइम एक्लै जाँदैछु. हिजो चाहिँ उहाँ मलाई पुऱ्याइदिनु जानुभएको थियो. अनि तर उता गएपछि चाहिँ मास्टर्सको एउटा चिनेको हुनुहुन्छ दिदी. अनि उहाँ हुन्छ र मेरो ब्याचलरको चाहिँ मैले कोही पनि चिनेको छैन. के हो खै हेरौँ न अब. जे भए पनि आई क्यान ह्यान्डल एनिथिङ भनेको चाहिँ कोही चिनेको चाहिँ हुन्न. त्यही पनि अलि हल्का अनकम्फर्टेबल चाहिँ हुन्छ. तर आफ्नै उको के अरे I can write anything I want, right? Yes. Oh, okay. Very excited for this year. Wow. हामीले चाहिँ भर्खरै के गऱ्यौँ. अहिले बल्ल हामी अघिसम्म चाहिँ हाम्रो कोही पनि नेपाली छैन भन्ने भएको थियो. अहिले बल्ल रमाइलो भयो है. आफै यहाँ के रहेछ. Thank you.
त्यसपछि चाहिँ मेरो सिब्लिङसँग रिलेटेड अनि त्यसपछि यो चाहिँ मेरो हस्बेन्डसँग रिलेटेड अनि चाहिँ कार मेनिफेस्ट गरेर अनि सेल्फ लभ अनि डिजर्भ लभ यो चाहिँ एकदमै राम्रो राम्रो हो आफूले भन्नु परिहाल्छु अनि यो चाहिँ उहाँको केसँग रिलेटेड हो from there. Oh wow! Congratulations! One more time, love. One more time. हामी चाहिँ ओरिएन्टेसनमा आएको रे दुईजना ओरिएन्टेसनमा आएको तर ओरिएन्टेसनै मिस गऱ्यौँ किन भन्दाखेरि हामी पहिला इनरोलमेन्ट गर्न गयौँ हाम्रो सब्जेक्ट है भनिदिनुहोस् त्यही भएर हामीले चाहिँ ओरिएन्टेसन मिस गऱ्यौँ अनि हामीले यहाँ नेपाली देखेको छैन खै पनि किन हो हामीले चिन्न नसकेको हो कि हामीले नदेखेको हो है त्यही भएर हामीलाई चाहिँ दुइटालाई के भयो भन्दाखेरि अब हामीले क्लास मन्डेबाट सुरु छ अनि कसरी आउने के आउने किनकि हामी दुइटै डिफ्रेन्ट फिल्डको मान्छे पऱ्यो